Have we got? Hello guys, welcome back to my channel after a long time. हामी चाहिँ आज कहाँ जान आएको guys? आज चाहिँ हामी नर्थ एबिसी जान लागेको। अब चाहिँ हामी गलेश्वरदेखि हुम्कुला तर्फ जान लाग्यो गाडी। All good? Yeah. Okay. हामी चाहिँ 7 जनाको ग्रुप। हेलो। Yeah boy. नाम पनि ठ्याक्कै मिलेछ। ल। अब चाहिँ हामी हिँड्न लागेको। झर्न पर्ला। सो अहिले चाहिँ हामी बेग खोलामा आयो। यो बेग खोलाको पुलमा हाम्रो गाडी भ्यू यस्तो हो। अब छिटो केही जरामा पुग्छौँ भनेर चाहिँ हामी टी प्ल्याङमा आइपुग्यो। यो चाहिँ टी प्ल्याङ यो वे चाहिँ जाने बाटो। अब यता चाहिँ वे टु मुस्ताङ हुम्कुला अफ-रोड, कुनै अफ-रोड कुनै चाहिँ टिप छ। के छ बाटो यो ठाउँ चाहिँ पोखरे बगर हो। हामी चाहिँ पोखरे बगर आइपुग्यो। सब पिच गरेको है, कस्तो राम्रो कि। यताबाट चाहिँ घर पानी भालेको अन्डाको रक्सी। यो चाहिँ तातो पानी कुण्ड। चेकपोस्टमा हामी मामाको अगाडि छौँ। कस्तो भइरा तिमीहरूलाई? सामानहरू सब बिर्सेर यस्तै हुन्छ कि हतारमा। हतारको काम भन्दा नि अब सामान सबै जोडेको भन्ने होइन त बिहानमा।
अहिले चाहिँ हामी तातोपानी आइपुग्यो है। भ्यू, लुक एट द भ्यू। गाडी आएको अहिले चाहिँ रेस्ट टाइम। कस्तो भइरहेछ गाइज? रमाइलो, एकदम रमाइलो। हो राजिन ठिक छ? ल घाम टाप्दै है, रमाइलो गर्दै। आउटफिट चाहिँ ल भयो। यो यता चाहिँ मुस्ताङ जाने बाटो, यो चाहिँ अब नार्चेङ जान्छ यहाँबाट। नार्चेङ हुँदै हुमखोला। चलते चलते मैं फिर भी तुमको चाहूंगा। यो चाहिँ के अरे किट गाउँ रे, के अरे गाउँको नाम हो नि। यो चाहिँ लास्ट गाउँ रहेछ यो। हुमखोला जाने बाटोमा पर्छ यो बास्कोट। लास्ट गाउँ हाइड्रोको हो नि यो। गलेम्ती हाइड्रो। यहाँ चाहिँ सानो झर्ना रहेछ। झर्नाको बनाएन।
अहिले चाहिँ हामी हुमखोला आइपुग्यो गाडीले चाहिँ यहीँसम्म प्याकिङ हुँदै है खास सानोमा खोजेको तर पाइएन अब यो पनि ठिकै छ यो पनि ठिक छ ठिक छ ठिक छ एटा एटा ये बाटो डेन्जर है जान लागेको झारल भन्ने देखेँ मैले झारल देखियो भाइ आज हुमखोलामा झारल अब तुरुन्तै अर्को सिजनमा हाम्रो इन्फर्मेसन सेन्टरको अफिस बस्छ त्यसले सबै कुरा तपाईँलाई बताउँछ त्यो नभइसक्यो हुनाले त्यो स्थापना नभएको अवस्थामा टुरिस्टहरूले बेकार दुःख पाउँछ त्यही भएर तपाईँहरूलाई जानकारी गराउन हामीले यसरी यहाँ आएको मान्छेहरूलाई इन्फर्मेसन दिने काम गर्छौँ अब इन्फर्मेसन दिनुभन्दा अगाडि तपाईँ टुरिस्ट भएर आउनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ मेरो नाम तेज गुरुङ हो यो अन्नपूर्ण 4 नार्चेङमा म बसोबास गर्छु यो मौर सर्जोक ट्रेल भन्छ यो बाटोलाई यो ट्रेललाई मौर सर्जोक ट्रेल भन्छ यसको संस्थापक अध्यक्ष त्यो म अध्यक्ष भएदेखि यो बाटो बनाउने काम सुरु भएको र अहिले 3 वर्षदेखि यो ट्रेल चलिरहेको छ सर्जोक ट्रेल मौर सर्जोक अचम्मै नाम छ होइन सुन्नुभएको छ कहिले कहाँ सुन्नुभएको अनि साथीहरू यो ट्रेल त्यसरी हामीले बनाइएको अब जानुभन्दा अगाडि तपाईँहरूले मैले तपाईँको यो यसको इतिहास भन्नुभन्दा अगाडि तपाईँहरूले लिएको सामग्री के छ त सोध्न चाहन्छु तपाईँले ग्यास ल्याएको देखियो अनि त्यसपछि रासन पानी पाउनु भयो होला अनि ट्रेन चाहिँ यो -15 रहेछ कति कति ट्रेन चाहिँ यो सिलिङ ब्याग अलि न्यानो कपडा चाहिन्छ एकदम बहुत ठन्डी पर्छ त्यो -15 को भयो -20 को भएर राम्रो हुन्छ नभएको ट्रेन हुनुपर्छ खानेकुरा ल्याउनु भयो होला उच्चै लाग्यो भने खाने औषधि ल्याउनु भएको छ त्यो पनि ल्याउनु भएको छ मादी अनि अरू त्यो खुमाई भन्दा यो थोरै हाइटमा छ तर उताको बाटोभन्दा यो धेरै सजिलो छ यो बाटोको बारेमा तपाईँलाई थोरै जानकारी गराउँछु है हजुर यो नेपालमा 8000 मिटरभन्दा अग्लो हिमाल 8वटा छ विश्वभरि 14वटा छ नेपालमा 8वटा छ र संसारले सबैभन्दा पहिला यो अन्नपूर्णलाई हामी म त जन्मेको थिएँ होइन म त बल्ल 53 वर्षमा है आफूहरू बल्ल 25 भयो यसरी भयो आफू त 3 गुणा अगाडि मान्छे चढेको हिमाल त्यो हिमाल चढ्ने बेलामा मौर सर्जोक भन्ने फ्रान्सको नागरिक चढ्नु भएको थियो क्या मौर सर्जोक भन्ने फ्रान्सको नागरिक चढेको 1950 जुन 3 को दिनमा चढ्नु भएको थियो उहाँ चढ्ने बेलामा यस्तो जहाज साज आक्राम बकार स्लिपिङ ब्याग स्याग आक्राम केही थिएन अनि उहाँ इन्डिया अनुमति लिन पनि इन्डियाले दिनुपर्छ अनुमति इन्डिया दिल्ली सरकारले अनुमति दियो नेपालमा राणा शासन थियो उहाँ दिल्लीबाट नौतुनासम्म गाडीमा आउनुभयो गाडी नौतुनाबाट यो भिरको बाटो 250,000 लिएर भरिया सबै खाली खुट्टा जुत्ता चप्पल बनेकै थिएन अनि त्यो पक्कु लाएर त्यस्तै तरिकाले भरियाहरू लिएर आउनुभएको थियो 30 वर्ष उमेर उहाँ चढ्नुभयो चढेर सफल हुनुभयो म त ढुक्क बोक्छु क्या ल अब चाहिँ हामी वेलकमको गेटमा आइपुग्यो अब चाहिँ हामी हुमखोलादेखि फुटफुटे झर्ना 2 आवर्स लाग्छ नि यस्तो राम्रो ब्लू वाटर देखियो कि कता हराउनु भएको र कि टोपी त युनिक छ त अच्छा मान्छे अनुसार छ चाहिँ टोपी चाहिँ हामी चाहिँ हिँड्दै हो यो सम्म कट्टा पुल पर्दियो हामी 3वटा पुल पर्दियो ये डेन्जर छ त है आओ बिस्तारै बिस्तारै 3वटा पुल पर्दियो है
अब चाहिँ टेक्ने लट्ठी बनाउँदै है अमितले। यसरी काट्दैछ है अमितले। कसलाई हो यो? राजिनलाई? राजिनलाई। तँलाई यसको नाम के भन्छ अरे? निङ्गला हो कि? ए निङ्गला। अब चाहिँ हामी हिँड्दैछौँ। कति मिनट भएर हामी हिँडेको? ओके, आधी घन्टा जति भयो। अझै 1.5 घन्टा जति छ होला हामी फुटफुटे झर्ना आउनलाई। या यस्तै हो बाटो। यो के अरे हुमखोलादेखि त्यो झर्नासम्म चाहिँ यस्तै उकालोहरू रहेछ। पछि त राम्रै नै छ त्यसै बाटो भन्नुभएको थियो। यस्तै हो बाटो उकालो। Oh my god, को यसरी ढलेको? भिडियोमा यसरी ढलेको आयो नि त। म त हाल्दिनँ हो। एक्सक्युज मी, यसो के गरेको र? खोला त दामी के ब्लू डेन्जर। अब चाहिँ हामी बिस्तारै बिस्तारै हिँड्दै जान्छौँ। यो चाहिँ लास्टै उकालो रहेछ यो झर्ना पुग्न अगाडि। राजिन कस्तो भयो? गुड। यो डल्लीलाई माग एउटा टेक्ने बरु। अब हामी हिँड्छौँ। राजिन अब कति मिनट जति? 10-15 बिस्तारै सेम टाङ हान्दा त अनि पुगिन्छ। बिस्तारै टेक्दै टेक्दै 10-15 मिनटमा पुगिन्छ होला झर्ना। डेन्जर उकालो रहेछ यो झर्ना आउने बाटो त। त्यस्तो। अहिले चाहिँ हामी गुराँस डाँडामा आइपुग्यो। गुराँस डाँडाको फर्स्ट बिसाउने चौतारी। अब त धेरै छैन होला नि फुटफुटे झर्ना आउन। अब त छैन होला। ए यहाँ डोको पनि रहेछ नि। राजनले यहाँ डोको यसलाई डोकोमा हाल्नुपर्छ क्या? ए टोपी भयो तेरो टोपी। यो टाउकोमा हाल्नु है। हाम्रो चाहिँ यहाँ हो। यहाँ एउटा मिठो सिन देखेर रहेछ। त्यही लागि यहाँ यसो यिनीहरूको यहाँ यसो तयारी हुँदैछ। म क्यामराम्यान अमित पुन र हाम्रो साइट हेल्पर कपडा समात्ने हाम्रो राजन शेरपुन्जा र हाम्रो 2 जना खेलाडीहरू, एउटा विपना पुन र अनि एउटा आरती गर्बुजा कुइरिनेहरू हाम्रो गर्ल्सहरूको चाक छन् नि फेरि।
आइपुग्यो गाइज। फुटफुटे झर्ना आइपुग्यो। फुटफुटे झर्ना। आज चाहिँ हामी यही बास बस्ने भयो। हेलो यो चाहिँ सादी खड्क हो कि सन्धी खड्क हो र? यहाँ त सादी खड्कले जस्तो लाग्यो। आजको बास स्थान हाम्रो इधर है। खै हेरौँ त अँध्यारो रहेछ। ल यही हो है हाम्रो बास स्थान। आज दाउरा पनि छ। यहाँ क्याम्पिङ गर्ने हो बेलुका है। केही थाकै छैन भाइ। आज त दिउँसभरि थकै लाग्यो क्या। त्यो ओडाजीले गरेर त्यो दाउरा लिएर अब बल्ल खाजा खाने टाइम आयो होइन। कफी बनाउनु लाग्यो हामीले चाहिँ। सब म्याट्रिक्सहरू चाहिँ यहीँ पाउँदो रहेछ कि। कसरी ठिकै भयो नल्याएको। हाम्रो ग्यास अब चाहिँ कफी खान लागेको है। राजेनले सर्भ गर्दैछन्। लाइट पकाइ बाहिर बस्ने नि हुन्छ। है सर हामीले चाहिँ अब करेन्ट बनाएर खानु लाग्यो। जाडोमा करेन्टको सुप खानु पर्यो। अघि दिउँसभरि हामीले केही खाएन है। झ्याउलो नै गाडीले तान्ने गाह्रो गाह्रो गर्ने त्यो उकालोमा त्यस्तो है। हाम्रो चाहिँ अब क्याम्पिङ हुँदैन भन्ने क्या। अघि मैले आगो पुग्न बेलाको बनाएको अनि चाउचाउ हामी गरुङ्गो चाउचाउ। कहिले हातले आएको? हाते नेपाली हो नि त। नेपाली परिदियो प्योर। अहिले त अँध्यारो भइसक्यो। पाइप भइसक्यो त्यही पनि हाम्रो टेन्टको पनि लगाएन, सेन्डी लगाएन, भित्र तातो बना त। अहिले त कति छिटो अँध्यारो हुन्छ कि है। छेउछेउमा पुरा हाम्रो त्यो प्लास्टिक छ त्यहाँ भित्रको सब प्लास्टिक लिएर यहाँ हाल्छ। त्यो रेन्जर लाग्छ। त्यो भएपछि त छेउछाउको बाटो नि भाग्छ। पानी फालेको क्या। यहाँ पानी आयो यहाँ फाल्न गर्नु। यहाँ फाल्यो हुन्छ त्यो। कति बजी अरे? अहिले 6 बजी होला नि। गएर उपर गएर यस्तो गीत गाउनु मन लाग्यो यार। आजको हाम्रो खाना चाहिँ यही हो।
यो मचौरा चाहिँ यहीँ थियो मचौरा अनि यो अन्डा चाहिँ हामीले लिएर आएको मेरो यो खाना बनाएको के गरेको र दुईजनाले ल हाम्रो स्लिपिङ ब्याग झिक्न नि गाह्रो गाह्रो भयो त राजीले के खोजेको र सुतका राजी क्याटर पिलर जस्तो क्याटर पिलर जस्तो भयो अब सिरानी पायो के सुत है मेरो त लो छ के ग्रीन कलरको क्याटरपिलर यहाँ हुनुहुन्छ अब बिस्तारै बिस्तारै क्याटरपिलरहरू देखिन्छ लस्कर क्याटरपिलर छ क्याटरपिलर है राजीको माथि राख्दै त भोलि होला राजीले त खतरा गर्छ राजी गर्न फेरि क्याटरपिलर गर न चेन लाउने सबै बन्द नगर दुईजना अटाइहाल्छ छैन र त्यो त क्याटरपिलर चाहिँ भइसक्यो अब अरू बाँकी छ यहाँ तीनवटा 4 5 त ग्रीन कलरको चाहिँ कस्तो राम्रो लाग्यो के मलाई यहाँ चाहिँ दाउराको लागि झिक्दै हुनुहुन्छ थाहा हुन्न अहिले त आएन सर अब ढोका बन्द खै अर्को क्याटरपिलर पनि आयो बाल्दैन आरती सब क्याटरपिलरहरू सुतिसकेको छ म चाहिँ यहाँ सुत्ने अब अर्को दुईटा बौलाहरू त बाहिर यहाँ घुम्न आएको सुत्ती फोहोर गर्नु होइन नि अरे वाउ अब चाहिँ हामी सुत्न लाग्यो चाहिँ किन हाँसेको आवाज जस्तो मलाई उठ्नु मन छ मलाई उडाइदियो किन उठेको छ त किन हाँसेको त कस्तो आवाज अस्ति उठ्नु मन लाग्यो उडाइ बाल बाल यता हेर्नु हेर्छ ब्ल्याङ्केट त्यस्तै हो क्या कसरी यसलाई सिलबेङ भन्छ यसलाई साइको ओर्नी टाटो छ यसलाई सिलबेङ भन्छ यसलाई सिलबेङ भन्छ यसलाई सिलबेङ भन्छ साइको यसरी सुन्न परिछ सिलबेङ धन्दै ठिकै लिएर बाँचेको रहेछ त कसम आइन भुलिहेर त झन् कति माथि कस्तो हुन्छ नलिएर आए कस्तो नि बनाइस् के
भित्रबाट ओर्ने समात्यो भने चाहिँ त्यो टाटो टाटो हुन्छ यो ओर्निन साटेन भने त सक्यो ल छिटो जाऊ क्या तिमीहरू अब चाहिँ हामी जान लागेको सन्धिखर्कदेखि नर्थ एबिसीमा जान लागेको नि सन्धिखर्को गोडारैमा हावा सर जाडो है राति कसरी सुत्यो तिमी यहाँ चाहिँ पानीको व्यवस्था पनि छ अनि टोयलेट पनि छ हिजो त पानी यस्तो हिउँ परिरहेछ कि त्यहाँ माथि यस्तो जाडो स्लिपिङ ब्याग्स पातलो भएर जाडो भयो ल अब हामी लाग्यौँ अहिले चाहिँ हामी यो गुफा फाटमा आइपुग्यो यहाँ पानी चाहिँ यहाँ नरहेछ हामी बसे भइज हामी दाउरा चाहिँ मजाले रहेछ एकछिन यहाँ रेस्ट गर्छौँ अनि हामी हिँड्छौँ बुस्केट मेलामा गएर खान्छ हामी ल हाम्रो दुईजना साथी पनि आउनुपर्छ है हामी यहाँ आयौँ भोक लागेर चाउचाउ खान लागेको खास पकाएको खाने हो के अरे अबि राजिन के गरेको र बिस्तारै हिँड भाइ वाउ अबि हिमाल त राम्रोसँग नदेखेको के यस्तो र हिमाल त खतरा देखेछ स्काई क्याबमा आइपुग्यो कस्तो राम्रो है अब यो पछि होला रेड वाटरफल भन्ने कस्तो लाग्यो स्काई क्याब कस्तो राम्रो रहेछ तर इन्ट्रेस्टिङ त्यहाँ ढोलबाट चाहिँ स्काई देखिँदो रहेछ त्यही भएर यसको नाम स्काई क्याब राखे जस्तो लाग्यो यहाँ त घाम नै नलागेर चिसो भयो
चाहिँ हामी यहाँ बुस्केट मेला आइपुग्यो होला है उता जस्तो लाग्यो त्यहाँ एउटा कोट रहेछ नर्थ भ्यूको साथ उता त मौरीको पोल पनि रहेछ ए मौरी बल्ल अहिले घाम भयो गर्मी हिँडेर कस्तो भयो खोलाको किनारमा कस्तो साह्रो कराएको र मैले यहाँ भिडियो बनाउनु थिएँ त हाम्रो अर्को आदि ग्रुपहरू बल्ल आउँदै हुनुहुन्छ है ल सुरुमा पोर्टर 1 नम्बर 1 पोर्टर नम्बर 1 हेज अराइभ्ड अब वहाँ पर पोर्टर नम्बर 2 3 4 आउने हुनुहुन्छ फाइनल्ली हामी चाहिँ बुस्केट मेला आइपुग्यो गोठ चाहिँ सानोवाला रहेछ यसको यहाँ चाहिँ कस्तो ढुङ्गाको सेप पनि कस्तो राम्रो कि अर्कै Wow, the mountains. बुस्केट मेला टोयलेटको पनि व्यवस्था रहेछ पानी पनि रहेछ म त पानी छैन होला भनेको त कस्तो छ यो गाइस यहाँ राम्रो छ खै भित्र कस्तो रहेछ हो ए यहाँ त मजाले धेरै अटाउँदो रहेछ नि बस्ने ठाउँ ठन्नै रहेछ डेक्ची पनि यही रहेछ मरमसलाहरू पनि त्यही छ होला है ए अदुवाहरू धनिया खुर्सानी छ त्यही मजाले ओहो मिठो खानी भयो यार ओ शिट यार सब आलु रहेछ हरियो खुर्सानी धनियालाई वाउ धनिया पनि रहेछ वाउ भन्छ आज र मजाले तन्ने खाएर जानु पर्यो अनि बल्ल हिँडिन्छ होला कटिङ केमा गर्नु नि यार थालमा कटिङ गरौँ है एकछिन पहिला पखालो ल्याउने होला नि प्याजहरु त फाल्नु ओ माय गॉड ईश्वरलाई के भयो कतिला आलु हो र आफ्नै आलु के भन्छ ल डस्टबिनहरु पनि यही व्यवस्था बाहिर चाहिँ पालहरु लगाएको रहेछ त्यही पनि वी क्यान एडजस्ट हामी चाहिँ भात पाक्न लाग्यो यहाँ चाहिँ काटको कार्यक्रम राजेन कुकम्यानले काट्दै खाने अनि हामी हेल्पर भन्न अर्को आफ्नै पारामा यहाँ बनाउनु न पाइयो यहाँ बनाउनु न तपाईले सामने हाम्रो चाहिँ माथि ए पर यहाँ बनाउनु हुन्छ पर हामी उता आगोमा बनाउँछौँ ए भात पाक्यो ल राजिन पाक्यो एकछिनमा ओछिन्छ पहिला एनी यहाँ उलाउनु पर्छ आसन न पर्न का जान्छ के घोट्यो भने जान्छ के खै तेल छैन तेल मासु रेडी हुँदैछ अन्त त जान्छ त उ त्यो र उठ्यो
खाना आउनु लागेको है। मासु र भात किन तिमीले त बनाएको नि ल 7 हालेर आऊ म अब यहाँ हाल्छु राम्रो रहेछ हेभी गरुङ जाऊ अब चाहिँ खाना खानु लागेको यही हाम्रो खाना बाहिर गएर फ्राई गरेर ल्याउँ म तपाईँलाई पाल्छु भनेको कि तर त्यो नाबालिग कुरी हेर्छ र 10 लाख तिर्ने हो र सुन्नु त्यो चाहिँ पछि यिनीहरूको उमेरै त्यस्तो हो कि त्यो पहिले एट्र्याक्सन हो कि एट्र्याक्सन हो कि राति नाइट बल खेल्ने बेलामा मिठो होइन नाइट भन्दा अगाडि कि म अगाडि आएको थिएँ नि त एक्लै होइन कि त्यो त्यसको घर पल्तिर हो कि मैले चिन्छु कि सबै पल्लोवट्टी र पल्लोवट्टी रहेछ हरेक टिकटक पठाउँछ कि टिकटक कस्तो छ भनेर मेसेज गर्छ कि ल खै हेरौँ न ल मलाई चाहिँ कस्तो बहिनी भनेको किनकि त्यो पुरै जम्यो तराल दिएर अघि यार राजिन यार त्यो पानीले मुख ढोको त हेलो गाइस कतिको जाडो हो एकदम हेभी जाडो है माइनसमा होला नि अहिले चाहिँ बिहान हामी यहाँ भ्यू हेर्न आएको हामी चाहिँ अहिले पञ्चकुण्ड तालमा छौँ कसले अरे हिजो पञ्चकुर भनेको ईश्वरले होइन सनराइज हुँदै हो लेक त पुरै आइस हुन लागिसक्यो आइस भइसक्यो अहिले चाहिँ बिहान कति बजी लाएन अबि ओइ स्केटिङ खेल्ने जस्तो भइरहेछ आइस भयो भाइ पुरै वाउ कस्तो लानेको न डेन्जर भयो नि भयो धेर भयो नगर उता नि हानिस नि त अन्त हामी चाहिँ योगा गर्न लागेको गाइस अगाडि कौन है ये लोग कहाँ से आते हैं Next.
भयो Why am I always my own enemy? Stronger is something I wanna be. Hope keeps on breaking on the kitchen floor. I want more than this. I'm not good at being nice to me. Always something else I wanna be. Every time it's different than before. I get torn from it. Ooh, I got knocked down again. Ooh, but I get back up from it. Time turned out to be a thing that burned me in the end. But pain is just a season. All the worst things always meant. My heart doesn't break even. No, I'm trying to learn to be okay with it. 'Cause if I can't love me in pieces, then it won't work when I'm fixed. आयो आयो फेरि आउँछ भिडियो राम्रो एउटा skating. राजन के गर्दैछ अलि बिस्तारै हिँड न स्केटिङ हुँदैछ पञ्चकिन नर्थ अन्नपूर्ण बेस क्याम्पमा अहिले चाहिँ घाम झुल्किन टाइम लाग्यो हामी चाहिँ यहाँ बसेको हिजो अब हामी फर्किन लागेको हुमखोलातर्फ हुमखोलामा चाहिँ गाडी लिन आउँछ त्यही भएर हामी हिजो स्टे गरेको चाहिँ यहाँ हो अहिले त सब प्याकिङ हुँदैछ अहिले जानको लागि प्याकिङ कति घन्टा लाग्यो हामीलाई यहाँ आउनु 4.5 घन्टा हामी चाहिँ अहिले बुस्केट मेला आइपुग्यो कति घन्टा लाग्यो अरे 1.5 घन्टा नि माथिबाट झर्नु 1.5 घन्टा लाग्यो ए एकछिन यहाँ रेस्ट टाइम खाजा खै त मलाई चाउच छैन अहिले चाहिँ हामी यहाँ फर्स्ट डेमा स्टे गरेको सादिकर्कमा आइपुग्यो कति मिनट लाग्यो अरे खोकी लाग्यो अरे यहाँ चाहिँ टोयलेटको व्यवस्था पनि छ पानी पनि ठिक छ अहिले चाहिँ हामी यहाँ गुराँसे डाँडामा आइपुग्यो यहाँ चाहिँ टावर टिप्छ क्या त्यही भएर सबले गाडीको व्यवस्था गर्न आएको हामीले अनि थकाइ बिसाउँदै पनि सब थाक्यो Now we are going back to home after 3 days break. खोलादेखि चाहिँ अब गणेशपुर जान लागेको थकाइ लाग्यो है अहिले त कुनमा त हो नि
बिस्तारै बसेको के गर्नु आएर यहाँ ढन्नु छानेला ए यहाँ पनि ढन्नु छानेला प्र्याक्टिस गर्दै हाम्रो चाहिँ खाजा खानु लागेको यहाँ तातो पानीमा यो चाहिँ तातो पानी बजार हो रातिको भ्यू कस्तो राम्रो देखेछ हामी चाहिँ यो जिपमा अब घर जान लागेको अब चाहिँ हामी रिटर्न ब्याक टु होम कस्तो भयो त नर्थ एबिसीको जर्नी रमाइलो नि भयो यो मुलीको सापुराहरू छुन्न सक्ने भयो अनि यहाँ दुईटा कुम्नी सारी डुग्या धन्यवाद हजुरहरूलाई यो भ्लग हेरिदिनु होला सुख पनि गऱ्यौँ कष्ट पनि गऱ्यौँ ठाउँमा पुग्यौँ रमाइलो भयो हल्का जिउ दुखेछ केही पनि केही छैन ल धन्यवाद ल यात्रा सफल बनाइदिनु भएकोमा ल